गुड मर्निङ, जय मसी अनि नमस्ते सबैजनालाई। आशा छ हजुरहरु आरामै हुनुहुन्छ होला। म पनि आरामै छु भन्दै मेरो यो न्यू डे न्यू भिडियो स्टार्ट गर्दैछु र हजुरहरुलाई फेरि पनि स्वागत छ मेरो नयाँ भिडियोमा। आशा छ हजुरहरुले मन पराइदिनुहुन्छ होला। मन परेमा अन्तिमसम्म हेरेर साथ दिनुहोस् होला हजुरहरु है। अनि यदि कोही नयाँ जोडिनु भएको छ भने हजुरहरुले च्यानललाई सब्स्क्राइब गरिदिनु चाहिँ नबिर्सिदिनुहोस् होला। अनि आजको मेन भिडियो बनाउनुको कारण चाहिँ के हो भने म चाहिँ रुम शिफ्ट हुँदैछु। कहिले हुँदैछु त्यो थाहा भएन, तर मैले मेरो यो पुरानो मेरो जुन रुम छ नि त्यो रुमदेखिको चाहिँ म शिफ्ट हुँदैछु हैन। अनि हजुरहरुलाई मैले पहिला मेरो रुम टुर पनि दिएको थिएँ, त्यो पनि हेर्न सक्नुहुन्छ हैन। अनि अहिलेको फिलहालको मेरो रुमको हालत चाहिँ कस्तो छ म हजुरहरुलाई देखाउँछु है त है। अहिले मेरो पुरानो रुमको हालत चाहिँ यस्तो छ। मेरो धागो अनि लुगाहरु जताततै है मिलेको छैन, मिलाएको छैन। अनि अहिले फिलहाल मेरो रुम चाहिँ यस्तो छ हैन साथीहरु। यहाँनिर बेड थियो, हजुरहरुले पहिलाको भिडियो हेर्नु भएको थियो भने हैन। यहाँ बेड थियो अनि यहाँ पनि बेड थियो, एउटा बेड यहाँ एउटा बेड थियो अनि मैले बीचमा टेबल राखेको थिएँ। अनि यो सोफा चाहिँ डल्लै माथिल्लो रुमको हो। अहिले चाहिँ म यो सोफा राखेको रुममा शिफ्ट हुँदैछु हैन। अनि त्यही हो, यो चाहिँ यस्तो छ। हेर्नु भयो यो रुम हैन। अनि मैले त्यो खिड्की खोलिदिए। अब चाहिँ यहाँबाट जान्छु। यहाँबाट किचन, मेरो किचन थियो यहाँनिर हैन। अनि यहाँ चाहिँ यो बीचमा चाहिँ यो कबर्ड राखेको थियो हो। अनि यो कबर्ड चाहिँ यहाँ राखेको थियो। त्यसै कारणले गर्दा चाहिँ यो मात्रै अलग बेडरुम किचन भएको थियो हैन। त्यहाँबाट अस्ति बोजूको घर कलर गर्दाखेरि चाहिँ यो पनि हटाएर सोफाहरु डल्लै लिएर यहाँ राख्नुभयो। अनि यो बाटो खुल्ला छोड्नु भयो। यहाँ चाहिँ बोजूहरुको मसिन राख्ने रुम थियो हैन यहाँ चाहिँ। अनि हिजो फिलहाल चाहिँ म यहाँ सुते हो साथीहरु। अनि यो दैलोबाट खोलेर गयो भने चाहिँ यो सिधै बोजूको रुम जाने, अहिले म देखाउँछु तपाईहरुलाई हैन। रुम जाने माथि घर जाने बाटो दैलो भेट्छ। अनि यहाँनिर एउटा अस्ति फ्रिज लिएको थियो त्यो भनिहाल्यो हैन। त्यही हो, अब चाहिँ म कति दिनसम्म यहाँ सुत्नुपर्छ थाहा छैन मलाई। अनि यहाँनिर हिजो मेरो बेड यहाँ सारिदिनु भयो र हिजो दिन म यहाँ सुते। अब थाहा छैन कहिले मेरो म अब माथि सर्नुपर्छ हो। अहिले म माथिको रुम पनि हजुरहरुलाई देखाउँछु। त्यही हो, अब म बट्टाबाट चेन्ज गरेर अनि एकछिन एक्सरसाइज गरेर चाहिँ हजुरहरु म चाहिँ एकछिन 5-10 मिनेट उफ्रेको जस्तो गर्छु हैन। अनि बेलुका पनि म एक्सरसाइज गर्छु। बिहान चाहिँ अलिकति छिटै गर्छु हो। अनि हजुरहरुलाई चाहिँ कारणै भन्नु बिर्सेछु क्या। मेन माथि सर्नु शिफ्ट हुनुको कारण चाहिँ अब ठुलो बोजू पनि अलिक पुरी हुँदै जानु भइसकिसकेको छ हैन। मेन चाहिँ सानो बोजूले ठुलो बोजूलाई टेर्नै छोड्नु भइसकिसकेको छ। अनि त्यही भएर चाहिँ पहिला मैले इन्सुलिनहरु के पनि हाल्दिन्थिन बोजूलाई हैन, सुगरहरु के पनि नाप्दिन्थिन। अहिले सबै मै गर्दिन्छु बोजूको हैन। अनि सबै गरिसकेर बोजूलाई दबाई खुवाएर त्यहाँदेखि सुताएर म तल झर्थे हैन। अनि अब बोजू दिनदिनै बुढी हुँदै जानु हुँदैछ ठुलो बोजू। सानो बोजूले पनि सताउनु हुँदैछ ज्यादा हैन। अनि त्यही भएर चाहिँ मलाई चाहिँ माथि शिफ्ट हुनु भन्नुभएको बोजूले। कोही बात छैन हैन। अब यस्तै हो लाइफ भनेको हैन। अनि फेरि अब अरूको अन्डरमा काम गरिसकेपछि अब उहाँको कुरा सुन्नै पर्नुपर्छ हैन। किनभने उहाँले अब हामीलाई स्यालेरी दिनु हुँदैछ। सो त्यही भएर चाहिँ म माथि सरेको साथीहरु हैन। अब चाहिँ म हजुरहरुलाई मेरो माथिको रुम पनि देखाउँछु। फेरि यताबाट घुमेर गेट खोलेर आउनु पर्छ। अब चाहिँ माथि जाने पर्ने हुन्छ साथीहरु। दैलो खोलिहाल्छु। यो दैलो भयो भने चाहिँ सिधै यहाँ हेर्न सक्नुहुन्छ यो रुम हैन। सिधै यहाँनिर यो दैलो आइपुग्छ। उकालो जाने सिँढी। सदा चाहिँ म यहाँबाट निस्केर सिधै यो गेट खोलेर जान्थे हैन। अनि यो रोड भएर टक्क यो चाहिँ मेरो रुम हैन। अनि टक्क गेट खोलेर यो चाहिँ मेरो रुम थियो भने
अहिले उता खिड्की देख्नुहुँदैछ नि अहिले चाहिँ म त्यो रुममा सुत्दैछु साथीहरू हो अनि यसरी गेट खोलेर चाहिँ म यसरी जान्थेँ एक राउन्ड घुमेर हैन अहिले चाहिँ घुम्नु पर्दैन अहिले चाहिँ म टक्क दैलो खोल्यो अनि ठिक्क बोजू भएकोमा आइपुग्छ बिहान र बेलुका चाहिँ म गेट थुनेर खोल्नु पर्ने हुन्छ हो अब हेर्नुहोस् है साथीहरू हजुरहरूलाई म रुम देखाउँदैछु ल चाबी यो पनि रुम त राम्रै छ हैन लाइट अन गरौँ न यो बेड तल थियो भने यो बेड यहाँ ल्याइदिनु भएको छ अनि मेरो लागि बेड यहाँ छ अब यसमा चाहिँ बेड कभरहरू लगाएर सुत्नु पर्ने छ यस्तो छ यो रुम चाहिँ हैन के परे यो रुम पहिला मेरो पुरानो भिडियोमा हजुरहरूलाई मैले देखाएको छु यहाँ चाहिँ सोफाहरू राखेको थियो तलको सोफाहरू अनि अहिले चाहिँ यो रुम चाहिँ मेरो लागि खाली गरिदिएको छ हेर्न सक्नुहुन्छ हजुरहरू हेरिहाल्नु भयो हैन अनि रुम शिफ्ट हुने कारण पनि बुझिहाल्नु भयो अब चाहिँ भट्टाभट ब्रेकफास्ट बनाउने अनि 3 जना खाने मैले खाइसके साथीहरू बोजूले खानु हुँदैछ हैन मेरो भट्टाभट काम गरिहाल्छु भाँडासारा धुनु पर्ने छ आज फेरि उयो बनाउने खाना बनाउने दिदी पनि आउनु हुँदैन किनभने आज सैटरडे हो आज सब्बात हो त्यही भएर हजुरहरू मैले त किचनको काम खतम गरिसकेको छु हैन अनि मैले चाहिँ यहाँनिर चिकनलाई भिजाएर राखी मैले निकाल्नु बिर्सेछु कि अनि भिजाएर राखिरहेको छु हो अब चाहिँ म बोजूलाई भट्टाभट नुहाइदिइहाल्छु अन्त यसलाई म उयोमा हालिदिन्छु ओभनमा हालिदिन्छु मैले बोजूलाई नुहाइदिइसकेको छु साथीहरू हैन अनि नुहाइदिइसकेर पनि मैले चाहिँ चिकनलाई माइक्रोवेभमा हालिदिइसकेको छु अब चाहिँ म पनि नुहाउन जान्छु साथीहरू भट्टाभट नुहाएर आउँछु टाउकोमा तेल लगाएको थिएँ हो म पनि नुहाइधुवाइ गरिसके कपाल पनि सुकाएँ भोकसँग भइरहेको होला कपाल हैन अनि अब लन्च गर्न आँटेको साथीहरू यो चाहिँ मेरो लन्च हो बोजूले गर्नुहुँदैछ ठुलो बोजू चाहिँ दोकान गइराख्नु भएको छ हजुरहरू हेर्नु न म त लन्च गरिसकेपछि त नि भिडियो बनाउनु भुत्तुकै बिर्सेछु घरमा नानासँग बोल्दा घरमा नानीसँग बोल्दा हैन अन्त त्यहाँबाट सिमला दिदीसँग बोल्दा आएँ त्यहाँबाट आएर त्यतिकै म त बिर्सेछु भुत्तुकै हो यस्तो हुन्छ है केटीहरूको गफ चाहिँ भिडियो बनाउनै बिर्सिन्छ खासै त के पनि थिएन त्यही हो है अब दिनभरि मेरो काम त्यही हुँदैन घरको काम हुन्छ त्यति नै हो अनि हो है त्यही अपडेट दिनु थियो हजुरहरूलाई म चाहिँ रुम शिफ्ट हुँदैछु भनेर अन्त सायद म भोलितिर हुन्छु पर्सितिर हुन्छु या आज बेलुकै हुन्छु मलाई थाहा भएन हैन अब मेरो अब सबै बोजूले रेडी गरिराखिदिनु भएको छ अब मेरो इच्छा अब मलाई कहिले सर्नु पर्ने हो हैन अन्त हेरौँ अब भोलितिर या आज बेलुकातिर सर्छु हो त्यही हो मेरो अपडेट चाहिँ अनि म आजलाई भिडियो यहीँसम्म राख्दै है फेरि भेट्नेछु नेक्स्ट भिडियोमा तबसम्मको लागि स्टे ट्युन अनि जानुभन्दा पहिला च्यानललाई सब्स्क्राइब गरिदिनुहोस् होला मन पर्यो भने लाइक शेयर कमेन्ट गरिदिन्छ नबिर्सिदिनुहोस् होला अनि यदि कोही नयाँ जोडिनु भएको छ भने हजुरहरूले पनि सब्स्क्राइब लाइक कमेन्ट गरिदिन्छ नबिर्सिदिनुहोस् होला भन्दै है सबैजनाले आफ्नो ख्याल राख्नुहोस् होला र हजुरहरूलाई मेरोबाट धेरै धेरै माया र हजुरहरूले पनि मलाई धेरै माया दिनुहोस् होला भन्दै बाइ बाइ